प्रत्येक उत्पादक र उपभोक्ता बीच सिधै लेनदेन तथा कारोबार गर्न मिल्ने नेपाली माटो सुहाउँदो नेपालकै पहिलो व्यावहारिक अनलाइन बजार सिधा सेवामा यहाँहरूलाई पुनः स्वागत गर्दछौँ। अब सुरु गरौँ। सिधा सेवामा वस्तु तथा सेवाहरू कसरी खोज्ने। सर्वप्रथम गुगलमा गएर हाम्रो वेबसाइट www.sidhasewa.com सर्च गर्नुहोस् अनि सर्च बारमा वस्तु तथा सेवाहरूको नाम टाइप गर्नुहोस्। यहाँ तपाईले नेपाली, अङ्ग्रेजी, रोमन वा तपाईको आफ्नो मौलिक भाषामा टाइप गरी सजिलै वस्तु तथा सेवाहरू खोज्न सक्नुहुनेछ। थप हामीले हरेक वस्तु तथा सेवाहरूको आफ्नै कोड नम्बर दिएका छौँ। सोही कोड नम्बर टाइप गरेर पनि वस्तु तथा सेवाहरू खोज्न सक्नुहुनेछ। जस्तै यदि तपाईहरूलाई गोलबेडाको कोड नम्बर थाहा छ भने 010204 मैले गोलबेडाको कोड नम्बर लेखेको छु र सर्च गर्छु, देख्न सक्नुहुनेछ गोलबेडा देखाएको छ। यसरी पनि तपाईले वस्तु तथा सेवाहरू खोज्न सक्नुहुनेछ। यहाँ छेउमा 3 वटा धर्का भएको बक्स रहेको छ। यहाँ गएर तपाईले बजारको माग र आपूर्तिको बारेमा हेर्न सक्नुहुन्छ। तल सिधा सेवाका विभिन्न खण्डहरू रहेका छन्। तुरुन्तै उपलब्ध बिक्री, तुरुन्तै चाहियो, भर्खरै राखिएका, धेरै खोजी भएको र तपाईको लागि मात्र। यहाँ तपाईहरूले बजारमा राखिएका वस्तु तथा सेवाहरू देख्न सक्नुहुनेछ। अब तपाईले चाहेको वस्तु तथा सेवामा क्लिक गरेर यसको सम्पूर्ण विवरण हेरी चित्त बुझेमा तपाईले सिधै व्यक्तिसँग सम्पर्क गरी कारोबार गर्न सक्नुहुनेछ। त्यसको लागि भने सिधा सेवामा लगइन अनिवार्य हुनुपर्नेछ। थप क्याटेगोरीमा जानुभयो भने मुख्य समूह, उपसमूह र वस्तु तथा सेवाहरूको नाम राखिएको देख्न सक्नुहुनेछ। यहाँबाट पनि वस्तु तथा सेवाहरू खोज्न सक्नुहुनेछ। यहाँ तपाईले फिल्टरमा गएर आफ्नो आवश्यकता अनुसारको विभिन्न कुराहरू छनौट गर्न सक्नुहुनेछ। यहाँ माथिबाट तपाईले बजारमा रहेको वस्तु तथा सेवाको माग र आपूर्ति सङ्ख्यामा कतिवटा छ हेर्न सक्नुहुनेछ। अब हेरौँ सिधा सेवामा अकाउन्ट कसरी बनाउने। यसका निम्ति सबैभन्दा पहिले प्रोफाइलमा जानुहोस्। यहाँ तपाईले साइन अप देख्नुहुनेछ। अब साइन अपमा क्लिक गर्नुहोस्। यहाँ तपाईले विवरणहरू भर्नुपर्ने हुन्छ जुन क्रमैसँग भर्दै जानुहोस्। सबैभन्दा पहिले तपाईले आफ्नो पुरा नाम भर्नुहोस्, आफ्नो जेन्डर छनौट गर्नुहोस्, आफ्नो जन्ममिति विक्रम सम्वतमा छनौट गर्नुहोस्। तपाईले आफ्नो मोबाइल नम्बर राख्नुहोस् जुन सिधा सेवाको अकाउन्ट चलाउन तपाईले प्रयोग गर्नुहुनेछ। अब तपाईले पासवर्ड राख्नुपर्ने हुन्छ। पुनः तपाईले माथि राखेको पासवर्डलाई यहाँ सुनिश्चित गरी राख्नुहोस्। तपाईले आफूले प्रयोग गर्ने इमेल राख्नुहोस्। तपाईले आफ्नो स्थायी ठेगाना क्रमशः छनौट गर्नुहोस्। प्रदेश, जिल्ला, गाउँपालिका वा नगरपालिका, वडा नम्बर। अब मुनि जानुभयो भने यहाँ तपाईले अस्थायी ठेगाना राख्नुपर्नेछ। यदि अस्थायी ठेगाना र स्थायी ठेगाना उस्तै भएमा सेम एज पर्मानेन्ट एड्रेसमा क्लिक गर्नुहोस्। अब तलको सानो बक्समा टिक लगाएर साइन अप गर्नुहोस्। अब तपाईको मोबाइलमा एउटा ओटिपी कोड आउँदछ। उक्त ओटिपी कोड राखेर भेरिफाई गर्नुहोस्। अब तपाईको सिधा सेवाको अकाउन्ट तयार भयो। अब तपाईले लगइन गरेर सिधा सेवामा आफ्नो आवश्यकता अनुसार लेनदेन तथा कारोबार गर्न सक्नुहुनेछ। अब हेरौँ सिधा सेवामा कसरी वस्तु तथा सेवाहरू अपलोड गर्ने। वस्तु तथा सेवा अपलोड गर्नको लागि तपाईले सबैभन्दा पहिले एड पोस्टमा क्लिक गर्नुहोस्। यहाँ तपाईले 2 वटा तरिकाबाट वस्तु तथा सेवा अपलोड गर्न सक्नुहुनेछ। पहिलो तरिका भनेको यदि तपाईलाई वस्तु तथा सेवाको कोड नम्बर थाहा छ भने सिधै कोड नम्बर हालेर नेक्स्टमा क्लिक गर्न सक्नुहुन्छ। जस्तै मलाई मोटरसाइकलको कोड नम्बर थाहा छ 160116। मैले राखेर एरोमा क्लिक गरिसकेपछि देख्न सक्नुहुनेछ विवरणहरू अटोमेटिक भरिएको छ। अब मैले नेक्स्टमा थिचेर अर्को खण्डमा जान सक्छु। अब अर्को तरिका, यदि तपाईलाई कोड नम्बर थाहा छैन भने पनि फरक पर्दैन। तपाईले यहाँ क्रमैसित प्रमुख समूह, उपसमूह र वस्तु तथा सेवाको नाम छनौट गर्न सक्नुहुन्छ। तपाईले कम्तीमा सबै समूह तथा उपसमूह एकपटक हेर्नु भएमा धेरै नै सहज हुनेछ। यदि तपाईले तेस्रो खण्डमा नाम नभेटेमा विविध भन्ने शीर्षकलाई छनौट गरेर नेक्स्टमा क्लिक गरेर अगाडि बढ्न सक्नुहुन्छ।
यदि तपाईँलाई काउली बेच्नु छ भने तपाईँलाई थाहा छ काउली कृषिजन्य वस्तु हो, त्यसैले तपाईँ कृषि तथा वनस्पति उपजमा क्लिक गर्नुहुन्छ। त्यसपछि तल्लो उपसमूह तरकारीमा क्लिक गर्नुहुन्छ। अब तपाईँले तेस्रो चरणको छनौटमा वस्तु तथा सेवा क्लिक गर्नुहुन्छ। अब तपाईँले सबै चुज गरिसकेपछि नेक्स्टमा क्लिक गरेर अगाडि बढ्न सक्नुहुन्छ। यहाँ तपाईँले सबैभन्दा पहिले शीर्षकको छोटो विवरण भन्ने देख्नुहुनेछ। यस ठाउँमा तपाईँले अनिवार्य रूपमा वस्तु तथा सेवाको एउटा शीर्षक राख्नुपर्ने हुन्छ, जहाँ तपाईँले वस्तु तथा सेवाको विशिष्ट नाम, किसिम तथा आफ्नो मौलिक भाषाको नामलाई समेत समावेश गर्न सक्नुहुनेछ। उद्देश्य छनौट गर्नुहोस्। तपाईँले वस्तु तथा सेवा कुन प्रयोजन वा उद्देश्यको निम्ति प्रयोग गर्दै हुनुहुन्छ? 6वटा मध्ये एउटा छनौट गर्नुहोस्। कारोबारको लागि सम्पर्क ठेगाना। तपाईँले वस्तु तथा सेवाको कारोबार तथा जानकारीको लागि अस्थायी वा स्थायी ठेगाना छनौट गर्नुहोस्। म्याच सकिने मिति राख्नुहोस्। तपाईँले सिधा सेवामा 1 दिनदेखि 365 दिनसम्मको लागि वस्तु तथा सेवाको जानकारी लिन वा दिन सक्नुहुनेछ। यसको लागि तपाईँले एउटा निश्चित समय, वर्ष, महिना, दिन छनौट गर्नुपर्ने हुन्छ। तपाईँले राखिएका कुराहरू तपाईँले छनौट गर्नुभएको समय समाप्त भइसकेपछि स्वतः तपाईँको खाताबाट हटेर जानेछ। रातो स्टार देखिएको सबै खण्डहरू अनिवार्य रूपमा भर्नुपर्ने हुन्छ। तीभन्दा बाहेकका खण्डहरूमा तपाईँले आफ्नो आवश्यकता अनुसार विवरणहरू राख्न सक्नुहुनेछ। विशेष विवरण। यदि थप आवश्यक परेमा वस्तु तथा सेवाहरूको विशेष जानकारी तथा विवरणहरू यहाँ राख्न सक्नुहुनेछ। साथै आवश्यकता भएमा तपाईँले आफ्नो मौलिक भाषाको प्रयोग गर्न सक्नुहुनेछ। माथि आफूले भरेका सम्पूर्ण विवरणहरू एकपटक जाँच गर्नुहोस्। यदि सबै ठिक छ भने सेभमा थिच्नुहोस्। अब तपाईँले यहाँ एड इमेज भन्ने देख्न सक्नुहुनेछ। यहाँ तपाईँले राख्न खोज्नु भएको वस्तु तथा सेवाको बढीमा 4वटा तस्बिरहरू अपलोड गर्न सक्नुहुनेछ, जुन प्रत्येक तस्बिर 150 KB भन्दा माथिको हुनु हुँदैन। यदि तपाईँलाई इमेज अपलोड गर्नु छैन भने सिधै सेभ गर्न सक्नुहुनेछ। अब तपाईँले अपलोड गर्नुभएका कुराहरू सिधा सेवामा भेरिफाईको लागि जानेछ। डकुमेन्ट उपयुक्त देखिएमा 10 मिनेटदेखि 24 घण्टा भित्रमा भेरिफाई भएर सिधा सेवाको साइटमा देखाइनेछ। डकुमेन्ट यदि उपयुक्त नदेखिएमा क्यान्सिल हुनेछ। कारोबार पश्चात तपाईँ स्वयंले नै पोस्टहरू हटाउनु पर्नेछ, अन्यथा कुनै गुनासा आएमा सिधा सेवाले बिना जानकारी तपाईँको पोस्ट हटाउनेछ। अब हेरौँ सिधा सेवा किन प्रयोग गर्ने। आफ्नो स्वामित्वमा भएका वस्तु तथा सेवाहरू सिधा सेवामा उत्पादक र उपभोक्ता वा खरिदकर्ता र विक्रेताले सिधै लेनदेन तथा कारोबार गर्न, सिधा सेवामा नयाँ पुराना सबै किसिमका वस्तु तथा सामग्रीहरू किन्न वा बेच्न, भाडामा लिन वा दिन, सट्टापट्टा गर्न, मर्मत सम्बन्धी कार्य गर्न, अग्रिम बुकिङको कार्य गर्न, अधिया दिन वा दिन, घर जग्गा, कोठा, सवारी साधन, पसल इत्यादि खरिद बिक्री सिधै गर्न, रोजगारी र जनशक्तिको लागि श्रमदाता र रोजगारदाताले एकअर्कामा सिधै सम्पर्क गरी अगाडि बढ्न, आफ्नो वस्तु तथा सेवाको अवस्थाको बारेमा प्रदेश, जिल्ला, गाउँपालिका वा नगरपालिका र वडामा माग र आपूर्तिको तथ्याङ्क सहित बजारको वास्तविकता थाहा पाउन, आत्मनिर्भर बन्न र आत्मनिर्भर बनाउन। सुखी र समृद्ध समाजको लागि सिधा सेवा।